वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा अर्को न्यू भ्लग न्यू डे। आज चाहिँ हामी इङ्ग्लिस सर्भिस गएर फर्केर आएका छौं अनि अहिले चाहिँ हामी ट्याङ्कर किन्न जाँदैछौं। आमाको लागि कपडा राख्नको लागि पैसा राख्नको लागि ट्याङ्कर किन्न जाँदैछौं हामी। उहाँ हुनुहुन्छ प्रज्वल दाई अनि उहाँ हुनुहुन्छ हाम्रो विनोद दाई अनि उनी चाहिँ हुन् एमिमा मगर। हामी चाहिँ ट्याङ्करको दोकान यही होला सायद। ट्याङ्करको दोकान खोज्दैछौँ अनि त्यहाँ गएर चाहिँ हामी ट्याङ्कर किन्नेछौँ। तपाईहरुलाई हामी त्यहाँ देखाउने छ। तर के गर्नु, ट्याङ्करको पसल चाहिँ बन्द रहेछ अनि ट्याङ्कर चाहिँ किन्न पाएनौँ। ट्याङ्करको पसल चाहिँ मेबी यही हो नि त, यही हो। अब हामी चाहिँ नम्बरमा कल गर्दैछौँ अनि आशा छ उठाउँछ कि उठाउँदैन, तर पनि ओपन हुँदैन होला मेबी। हिजो ओपन गर्ने हुँदै थियो क्या। तपाईँ हिजो पनि आउनु भएको थियो खोइ। हामी अहिले चाहिँ एकान्त कुना नक्खुदेखि भित्र पसिसकेका छौँ नक्खुतिर। आज हामी चर्चदेखि फर्किँदै गर्दाखेरि हाम्रो ग्रेजुएट भएर जानुभएको दादा दिदीहरूको कुरा भइरहेको थियो। यो भिडियो मार्फत हामी उहाँहरूको सेवाकाईको लागि, उहाँहरूले गरिराख्नु भएको कामहरूको लागि प्रार्थनामा सम्झिदिनेछौँ। यसरी नै प्रभुको काममा अघि बढ्दै जानुहोस्, फल्दै फुल्दै वृद्धि हुँदै जानुहोस् भन्न चाहन्छौँ। साउट आउट टु हाम्रो पासाङ गलान, प्रमिसा राई, अस्मिता राई, हिरालाल तामाङ, आरती रम्तेल, अस्मिता पोखरी। हामीले चिनेकोहरू चाहिँ उहाँ मात्रै हो अनि उहाँभन्दा अरूहरू पनि छन् टन्नै होइन, तर नाम चाहिँ खासै याद छैन। साउट आउट टु बोस गोम्जा पनि, अनि सन्दीप परियार ब्रदर। म तपाईँलाई धेरै मिस गरिदिइरहेको छु अहिले। हाम्रो दादा दिदीहरू सबैजनालाई हामी मिस गरिरहेछौँ। आज सङ्गतिदेखि फर्किँदै गर्दाखेरि हामीले त्यो कुराहरू गरिरहेको थियौँ, तपाईँहरूलाई सम्झिरहेको छौँ। राम्रो गर्दै जानु होला। बेस्ट अफ लक आउनेवाला भविष्यको लागि। अनि गफ गर्ने क्रममा हाम्रो बिटिएसको लास्ट इयर। अब मेरो चाहिँ 3 महिना मात्रै बाँकी छ अनि अब 3 महिनापछि चाहिँ पश्चाताप चाहिँ म के गर्ने, मलाई केही आइडिया छैन। तपाईँहरूले यदि यो भिडियो हेर्नुभएको छ भने मलाई केही आइडिया कमेन्ट डाउन गाइज, कमेन्ट डाउन कमेन्टमा गरिदिनु होला। यस्तो गर्दा ठिक होला, उस्तो गर्दा ठिक होला, तपाईँहरूले भनिदिनु होला। प्रार्थना पनि सम्झिदिनु होला मेरो लागि। अनि अब परमेश्वरको इच्छा के छ त्यो सब हामी जान्दैन, तर त्यो इच्छालाई चाहिँ हामीले खोज्न सकौँ भनेर प्रार्थना गरिदिनु होला। र त्यो पनि सिनियर दिदी दाईहरू हुनुहुन्छ, उहाँहरूलाई म यो कुरा भन्न चाहन्छु। बिटिएस पछि के त भनेर तपाईँहरू पनि सोचिराख्नु भएको छ भने अब हामीले यो बिटिएस सकेपछि के गर्ने भन्नेको साथसाथै पनि अब चाहिँ 10को एससीको इक्जाम आउँदैछ होइन। अब 10 सकेकोहरूलाई चाहिँ हाम्रो कलेजमा चाहिँ के सुविधा छ भने, यदि कोही क्रिस्चियन हुनुहुन्छ भने उहाँहरूको चाहिँ 10को इक्जाम दिइरहनु भएको छ भने चाहिँ उहाँहरूले चाहिँ इक्जाम पश्चात हामीलाई इन्फर्म गर्नुहोला। यदि बाइबल पढ्ने इच्छुक छ भने चाहिँ हाम्रो कलेजमा जोइन गर्नुहोला। हाम्रो कलेजमा चाहिँ एकदम राम्रो सुविधा छ, साथसाथै बाइबल कलेज पनि अनि 11-12 पनि पढ्न पाउँछ। अनि हाम्रो बाइबल कलेजको फी पनि लिमिट नै छ, 4000 हो महिनाको। अनि तपाईँहरूले चाहिँ यदि इच्छुक छ भने चाहिँ हामीलाई इन्फर्म गर्न सक्नुहुन्छ। 10 सकेकोहरूले र 12 सकेकोहरूले पनि मिल्छ होइन। त्यसमा चाहिँ अझै तपाईँहरू आउन चाहनुहुन्छ भने ईश्वर शास्त्र थियोलोजिकल स्टडी बारे जान्न चाहनुहुन्छ भने, पढ्न चाहनुहुन्छ भने तपाईँहरूलाई हेरेर स्कलरसिपको पनि व्यवस्था गरिनेछ। तपाईँहरू आउन सक्नुहुन्छ। नेसनल थियोलोजिकल अब तर यो सेमिस्टर सकिनु चाहिँ अझै 3 महिना जस्तो बाँकी नै छ। त्यति बेलासम्म तपाईँहरूको इक्जाम पनि सकिन्छ अनि त्यसपछि रिजल्टको वेटिङमा हुन्छ नि त तपाईँहरू। अनि रिजल्टको वेटिङ भएपछि ठ्याक्कै रिजल्ट आउने बेला चाहिँ हाम्रो यो कलेज ओपन हुन्छ। अनि त्यसपछि रिजल्ट आइसकेपछि 11-12को एडमिसन पनि ओपन हुन्छ। अनि त्यसपछि हाम्रो कलेजको
एडमिसन ओपन हुन्छ नि ठ्याक्कै तपाईँहरूले चाहिँ यहाँनिर दुईटै तर्फमा चाहिँ एडमिसन गर्न पाउनुहुन्छ। डबल डिग्री